कन्टेन्ट क्रिएटर बन्न चाहन्छौ तर के बनाउने थाहा नै छैन। यो नै सबैभन्दा ठुलो प्रब्लम रहेको छ। सबैभन्दा पहिला तपाईले आफ्नो निज पत्ता लगाउनु पर्ने हुन्छ। निज भनेको के हो? तपाईले बनाउने स्पेसिफिक टपिक्सलाई नै निज भनिन्छ। जस्तै टिच, गेमिङ, एजुकेसन। तर र्यान्डम सबै नबनाउनुहोस्। सजिलो फर्मुला। तिमीलाई के मन पर्छ? तिमी के जान्दछौ? अडियन्सले के हेर्न चाहन्छ? यी 3 कुरा मिलेर तपाईको पर्फेक्ट निज तयार हुन्छ। आजै आफ्नो निज डिसाइड गर्नुहोस्। कृपया कमेन्टमा लेख्नुहोस् आज तपाई कुन निजबाट भिडियो बनाउँदै हुनुहुन्छ। फलो गर डे 3 को लागि। साथसाथै च्यानल सब्स्क्राइब गर्नु नभुल्नुहोला। हस्त धन्यवाद। कन्टेन्ट क्रिएटर बन्न चाहन्छौ तर के बनाउने थाहा नै छैन। यो नै सबैभन्दा ठुलो प्रब्लम रहेको छ। सबैभन्दा पहिला तपाईले आफ्नो निज पत्ता लगाउनु पर्ने हुन्छ। निज भनेको के हो? तपाईले बनाउने स्पेसिफिक टपिक्सलाई नै निज भनिन्छ। जस्तै टिच, गेमिङ, एजुकेसन। तर र्यान्डम सबै नबनाउनुहोस्। सजिलो फर्मुला। तिमीलाई के मन पर्छ? तिमी के जान्दछौ? अडियन्सले के हेर्न चाहन्छ? यी 3 कुरा मिलेर तपाईको पर्फेक्ट निज तयार हुन्छ। आजै आफ्नो निज डिसाइड गर्नुहोस्। कृपया कमेन्टमा लेख्नुहोस् आज तपाई कुन निजबाट भिडियो बनाउँदै हुनुहुन्छ। फलो गर डे 3 को लागि। साथसाथै च्यानल सब्स्क्राइब गर्नु नभुल्नुहोला। हस्त धन्यवाद।